टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ जितिया पर्व सम्पन्न सम्बन्धी प्रसङ्गबाट। मेथेल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ। सो पर्व अन्तर्गत मिथिल आमाहरूले थुक पनि नलिएर 36 घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन्। 7वीं, 8वीं र 9वीं तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामना सहित कठोर व्रत गरिने चलन छ। विगतमा छोरा हुनेले मात्र व्रत बस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरीको दुवैको सुख शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन्। जितिया पर्व धेरै ठुलो छ भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छ। यो व्रत कुनै शास्त्रीय देवताको नभई लोक देवताको भएको बुझिन्छ। यसमा जिमुना वाहन नामक लोक देवताको पूजा गरिन्छ। जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनका साथै खास गरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ। सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेका कैदीबन्दीलाई छोड्न आदेश दिएको छ। त्यसका लागि माफी मिनाहाको सुविधा उपलब्ध गराउन परमादेश जारी गरेको छ। सर्वोच्चको फैसलामा महामारीमा कैदीबन्दीको ज्यान जोगाउने हिसाबले निर्णय गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ, जसमा केही अपराधमा कैदीको कैद मिनाहा गर्न सकिने जनाएको छ। आदेशमा भनिएको छ, वर्तमान कानुन लागू हुनु अघि नकारात्मक सूचीमा नरहेका कसुरहरूको हकमा साबितका कसुरदारहरूलाई माफी मिनाहाको सुविधा उपलब्ध गराउनु भनी कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका नाममा परमादेश जारी गरिएको छ। जन्मकैदको सजाय भएको बलात्कार, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसार पोसार, अपहरण, सम्पत्ति शुद्धिकरण जस्ता अपराधलाई नकारात्मक सूचीमा राखिएको छ। केन्द्रीय कारागारमा थुनामा रहेका गोपाल शिवाकोटी सहितले दायर गरेको रिटमा सर्वोच्चले 19 साउनमा फैसला गरेको थियो। न्यायाधीश दई सपना प्रधान मल्ल र प्रकाश कुमार ढङ्गानाको इजलासले गरेको फैसलाको पूर्व पाठन बिहिबार सार्वजनिक गरिएको हो। त्यस्तै उच्च जोखिममा रहेका कैदीबन्दीको जीवन संरक्षणका लागि तत्काल नै कारागारको भिडभाड कम गर्न, नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती महिला, दूध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरूलाई प्राथमिकता दिई सरकारले निर्णय लिनुपर्ने आदेशमा उल्लेख छ। नागरिक किचलोकका कारण झन्डै 1.5 महिनादेखि स्थगित नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थानीय कमिटीको बैठक आज बस्दैछ। असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन 13 गतेसम्म बसेको थियो, तर त्यसपछि बैठक बस्न सकेको छैन। पार्टीभित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ। प्रतिवेदनले बिहान समाधानका लागि उपाय लिएकाले अब स्थायी कमिटीको बैठकमा जानकारी दिने अध्यक्ष दई केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो। विवाद समाधान कार्यदलले प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थानीय कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्ष दई बीच सहमति भएको छ। तर माधव कुमार नेपाल पक्षले भने 2 जना अध्यक्ष बीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरूको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको छ। प्रधानमन्त्री ओलीले विधि र पद्धति मिचेर सरकार चलाएको पार्टीका निर्णय नमानेको सरकारको बदनाम हुने गरी नियुक्ति र निर्णय गरेको लगायतका आरोप लागेपछि नेकपाभित्र विवाद चुलिएको थियो।
सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक शस्त्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठन पाठनलाई औपचारिक रूपमा सम्मानिदिएको छ। शिक्षण सिकाइ कार्यलाई निरन्तर प्रभावकारी र व्यवस्थित गर्ने तथा दूर र खुला शिक्षा लगायतका प्रणालीलाई तत्काल सिकाइ सहजीकरणको प्रणालीलाई लागि मान्यता दिन विद्यार्थी सिकाइ सहजीकरण निर्देशन 2077 जारी गर्ने निर्णय गरेसँगै निजी विद्यार्थीले स्थानीय तहको स्वीकृतिमा शुल्क उठाउन पाउनेछन्। यसअघि मन्त्रालयले नै शुल्क उठाउन रोकेको थियो। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले नियमित भौतिक कक्षा सञ्चालन हुन नसकेको अवस्थामा वैकल्पिक विधिलाई नै सिकाइको मूलधार मान्न निर्देशकले मान्यता दिएको जानकारी दिए। सरकारले असार 1 गतेबाट वैकल्पिक विधिको पठन पाठनको सुरुवात गर्ने घोषणा गरेकोमा निर्देशकालले त्यसलाई समेत मान्यता दिएको छ। नयाँ निर्देशकालले विद्यार्थीको मूल्याङ्कन पठनक्रम लगायतका पक्षलाई प्राथमिकता साथ समेटेको र सबैको भूमिकालाई स्पष्ट गरिएको प्रवक्ता शर्माले बताए। शिक्षा ऐनले दिएको अधिकार अनुसार मन्त्रालयले निर्देशनका जारी गरेको हो। काठमाडौँलाई रक्सोलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृति परियोजना प्रतिवेदन DPRका लागि भारतले अनुमति मागेको छ। अन्तर्देशीय उक्त रेलमार्गको DPR तयार गर्नुका साथै निर्माण कार्यका अगाडि बढाउन भारत सरकारले स्वामित्वमा रहेको कोकर्ण रेलवे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेको हो। रेल विभागका महानिर्देशक बलराम मिश्राले DPR तयार गर्न भारतबाट केही दिन अघि औपचारिक चिठी आइसकेको बताए। त्यसको जवाब समेत पठाएको जानकारी उनले दिए। DPRका लागि कतिजना जनशक्ति आउने र के सामग्री ल्याउने भन्ने बारेमा जवाब पठाइसकेका छौँ। मिश्रले स्पष्ट पारे कोकर्ण रेलवे कर्पोरेसन यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन प्रिलिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्वे PET गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो। गत 2076 भदौ 18 गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुति समेत गरिएको थियो। नेपाल र भारत मैत्री सम्बन्धको प्रतीक रूपमा रेलमार्ग बन्नेछ। DPRका लागि अनुमति दिन रेल विभाग तयार रहेको बताउँदै उनले DPR तयार गर्न भारतबाट आउने जनशक्तिको सङ्ख्या र उपकरणबारे सूची तयार गरेर पठाउन कोकर्ण रेलवे पत्र पठाइसकेको जानकारी दिए। भारतीय पक्षबाट 1 हप्ताभित्र प्रत्युत्तर आउने उनले बताए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ODI स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली OPC सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली OPC सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउ कि कुन चाहिँ वाला?
जीवनको हरेक मोडमा छ। CVS स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। TVS स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। TVS स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। TVS स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आयमी काउंटर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड कने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक IME काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ नाममै पहिचान छ नाममै यसको जीत। तानसेन OPC सिमेन्ट। हाय हाय सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै। प्रसङ्ग पछिल्लो केही दिन यता साउदी अरबमा नेपाली श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ। कोरोना भाइरस संक्रमणका कारणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लागेको र कोरोना लगायत अन्य कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकाले धेरै नेपाली अलपत्र पर्न थालेका छन्। साउदी अरबको रियादमा थप 200 नेपाली कामदार अलपत्र परेका छन्। रियाद स्थित अल मारिज सप्लाई कम्पनीमा कार्यरत नेपालीहरूले आफूहरू समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन्। उनीहरूका अनुसार यी श्रमिकहरू 7 महिनादेखि कोठामा बसेका छन्। कतिपयको भिसाको म्याद सकिए एक्जिट भिसा लागेको पनि 2 महिना भइसकेको छ। यस्तो अवस्थामा कम्पनीले घर पठाउनमा व्यवस्था गरेको उनीहरूको गुनासो छ। पर्याप्त हवाई उडान नहुँदा आफै टिकट काटेर फर्किन चाहनेहरू पनि अलपत्र छन्। साउदी अरबको रियाद स्थित उक्त कम्पनीमा काम गर्ने नेपालीहरूले आफूहरूको उद्धारमा नेपाली दूतावासले पनि आवश्यक सहयोग नगरेको आरोप लगाए। सोही कम्पनीमा कार्यरत सुमन नेपालका अनुसार नेपाली श्रमिकले 7 महिनादेखि तलब पाएका छैन। साउदी स्थित नेपाली दूतावाससँग चार्टन लाइटका लागि अनुमति माग्ने पनि नपाएको भन्दै खबर कम्पनीले आफूहरूलाई दिने गरेको उनले बताए। टिकट भाडा पनि अत्यन्तै महँगो भएको गुनासो कम्पनीका अधिकारीहरूले गरेको उनको भनाइ छ। आज प्रदेश 1 प्रदेश 2 बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका
केही ठाउँमा ठुलो पानी समेत परिरहेको र दिसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बङ्गालमा न्यूनचापीय रेखा क्षेत्रको छ। आउँदो 3 दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ। यसैबीच राति देशका केही ठाउँमा ठुलो पानी परेकाले बाढी पहिरो र डुबानको खतरा रहेको छ। राति नवलपरासी रूपन्देहीको सूर्यपुरा बुटबल र आसपास कपिलवस्तु पोखरा बागलुङ पर्वत म्याग्दी आसपास ठुलो वर्षा भएको र पहिरोको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा गएको एकै दिन 96,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। गएको 24 घण्टामा थप 96,760 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या 45,59,725 पुगेको छ। भारतमा कोरोनाका कारण गएको 24 घण्टामा 1213 जना समेत गरी 76,304 पुगेको छ। विश्वमा गएको 24 घण्टामा 2,97,900 भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या 2,83,13,000 भन्दा धेरै भएको छ। संक्रमित मध्ये 9,13,000 भन्दा धेरैले ज्यान गुमाएका छन् भने 2,32,00,000 भन्दा धेरै निको भएका छन्। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।